भनेको चाहिँ मलाई लाग्छ 40-50 वर्ष बितिसकेको थियो। तर त्यो दौरानमा चाहिँ नि म प्रवेश हुने जेलसम्म जम्मा मेरो विचारमा 15वटा पनि फिल्म बनाएको थियो कि थिएन। जबकि म प्रवेश भएको 1-2 वर्षमा म एक्लैले पनि वर्षको 15वटा फिल्म गर्ने। त्यस कारण त्यो किसिमको स्थिति थियो। त्यो स्थितिमा नेपाली चलचित्रमा कलाकार बन्छु भन्दाखेरि अलिकति मान्छेले मजाक गरे हो कि खालि एउटा जवानीमा एउटा रहर पुरा गर्न खोजेको हो कि भन्ने किसिमको मान्छे आइरहेको थियो कि। अनि अभिभावकहरूको चाहिँ नि हतोत्साहित गर्ने कारण पनि त्यही हो, मलाई हतोत्साहित गरेको पनि त्यही हो। उहाँहरूको चाहिँ नि कलाप्रतिको चाहिँ रुचि नहुने, चलचित्र नमन पराउने किसिमको व्यक्तिहरू उहाँहरू होइन। उहाँहरू एकदम कलाप्रेमी, सङ्गीत प्रेमी, चलचित्रकर्मी प्रेमी नै हो। तर एउटा आफ्नो एउटा नवयुवक छोरा अब यस्तो क्षेत्रमा प्रवेश गर्दैछ, न त्यसको खासै भूत राम्रो छ, भविष्य वर्तमान पनि खासै छैन, भविष्य त अन्धकारै छ, यस्तो पेसामा किन लाग्नु लाग्यो भन्ने किसिमको एउटा जिज्ञासा चाहिँ नि भएर नै उहाँहरूले मलाई हतोत्साहित गर्नुभएको हो। तर के हुँदो रहेछ भने मान्छेले कलाकारिता भन्ने अन्य अरू सिर्जनाका फिल्डहरू भन्ने जुन सबै सिर्जनाका फिल्डहरू हामीले हेऱ्यौँ भने त्यो असुरक्षित पेसा नै हुन्छ कि। यहाँ मात्रै होइन, संसारभरि। तपाईँले भारतकै कुरा गर्नुभयो भने 1 अरब कतिजना मान्छे छन् त्यहाँ। तपाईँलाई अहिले मैले प्रख्यात बलिउडको हिरोहरूको नाम भन्नुहोस् भन्यो भने 10 जनाभन्दा बढीको नाम लिन सक्नुहुन्न, या 15 जनाभन्दा बढीको नाम लिन सक्नुहुन्न साउथको समिति गरेर। अब त्यस्तो किसिमको पेसा हो यो। यसमा लागि पर्न चाहने, यसलाई गर्न चाहने व्यक्ति त फेरि लाखौँ लाखमा हुन्छ। र लागिरहेका व्यक्तिहरूको पनि कति अब यात्रा चाहिँ नि अधुरै चाहिँ नि टुङ्गिन्छ। कसैको 2-4 वर्षमा टुङ्गिन्छ, कसैको 4-5 वर्षमा टुङ्गिन्छ। बिरलै कोही व्यक्ति चाहिँ नि निरन्तर हिसाबमा आफ्नो सम्पूर्ण जीवनभरि चाहिँ कला क्षेत्रमा लाग्न सक्ने व्यक्ति बिरलै हुन्छ। त्यही कारण यस्तो किसिमको पेसा हो कि। अन्य पेसाहरू तपाईँ एकचोटि प्रवेश गरेपछि सायद तपाईँ रिटायरमेन्ट नहुन्जेलसम्म तपाईँको ढुक्क हुने पनि सम्भावना हुन्छ। र अर्को चलचित्रको फेरि अर्को विडम्बना के छ भने तपाईँमा चाहिँ चलचित्रको कलाकारिताप्रति तपाईँ जतिसुकै पोख्तता हासिल गरे तापनि, जतिसुकै चाहिँ नि तपाईँले चाहिँ नि ट्रेनिङ हासिल गरेर तपाईँ एकदमै स्किल्ड कलाकार भए तापनि भोलि पर्दामा गएर तपाईँको हाउभाउ, हँसाइ, रुवाई, हिँडाइ दर्शकले मन पराएन भने तपाईँको करियर अगाडि बढ्न सक्दैन। त्यही यस्तो किसिमको फिल्ड हो, असाध्यै असुरक्षित फिल्ड। तपाईँमा कलाकारिताको चाहिँ नि भयङ्कर क्षमता भए तापनि भोलि पर्दामा दर्शकले के रुचाइदैन, हिँडेकै रुचाइदैन, बोलेकै रुचाइदैन, हाँसेकै रुचाइदैन भने अगाडि बढ्न सक्दैन। एउटा असुरक्षित पेसा हो। तर मलाई चाहिँ के लाग्यो भने म फिल्म माध्यमप्रति चाहिँ असाध्यै अलिकति प्यासनेट थिएँ कलेज लाइफदेखि। मैले अभिव्यक्ति नगरे तापनि प्यासनेट